लाइट युज गरेन किनभने ह्यान्ड चलाउनु पर्ने हुन्छ पछाडिको मान्छे सिल्डरहरू चलेर आवाज सिल्डर हुन्छ हजुरले सुन्दै हुन्छ र सुन्छु अलिक टाढा पनि बस्नु भयो अलिक नजिक नजिक बस्नुभएको अझै राम्रो हुन्छ ठिक छ यो चाहिँ अलिकति गर्नुपर्छ अलिकति गर्नुपर्छ अलिकति नजिक प्रिन्सिपल बाँकी स्टेक होल्डर्स जो सरले अहिले आउनु भएको छ यहाँहरूलाई यो स्मार्ट प्रेजेन्टेसनमा जुन आउनु भयो समय निकाल्नु भयो आज बिदाको दिन पनि आउनु भएको कुरा त त्यसको लागि यहाँहरूलाई अथवा पहिल्यै पनि चाहिँ यहाँलाई धन्यवाद दिन चाहन्छु रमाइलो पक्ष के छ भन्नुहुन्छ भने लगभग मैले चाहिँ यो सेक्टरमा 9 वर्षदेखि यो काम गरिरहेको छु पहिला चाहिँ ठुलो इन्ट्रेक्टिभ भएको तपाईँको प्रोजेक्टर ल्यापटपहरू चलाइन्थ्यो त्यो चाहिँ 10 घन्टा टेक्नोलोजी आएको थियो अहिले चाहिँ हाम्रो यस्तो इन्ट्रेक्टिभ फ्ल्याट प्यानल हुन्छ ठुलो ठुलो हो यो चाहिँ तपाईँले हेर्दा टेलिभिजन जस्तो पनि देखिने हेर्दा व्हाइट बोर्ड अथवा चाहिँ तपाईँको बोर्ड जस्तो पनि देखिने त्यस्तो टाइपको चाहिँ हामीले चाहिँ टिभी स्टारको चाहिँ हाम्रो चाहिँ स्मार्ट बोर्डको काम गरेको यो 6 वर्ष हो रमाइलो पक्ष भनेको हजुरहरू जस्तो स्कुल कलेजले कर्पोरेट सेक्टर युज गर्नु भएको छ मलाई लागेर पनि भएको छ काम गर्ने अवसर पनि भएको छ त्यही हिसाबले मेरो यो 8-9 वर्ष एकदम रमाइलो तरिकाले बितिरहेको छ र बिजनेसकै कुरा गर्नुहुन्छ भने पनि लगभग अहिले त सरकारी प्राइभेट स्कुलमै तपाईँको सरकारीबाट प्रोजेक्ट गर्दै परेको कारणले पनि अहिले चाहिँ तपाईँको स्मार्ट बोर्डको काम अथवा बिजनेस चाहिँ आज चाहिँ हरियाली लगाएको छ होइन एकदम तपाईँको चकाचक छ अब तपाईँको क्लासिकको कुरा हुन्छ यो भन्छन् त्यो भन्छन् तपाईँको कतिपय हिसाबमा चाहिँ कलेज स्कुल पढ्दा पनि तपाईँको देखिने समस्या छ तर हाम्रोमा चाहिँ तपाईँको त्यही स्कुल कलेजले चाहिँ यसरी इन्भेस्ट गरिराख्नु भएको छ त्यो कारणले हामी चाहिँ बहुत खुसी छौँ तपाईँहरूले लिनुभएको छ प्रिन्सिपल म्याम हजुरहरूले हामीलाई ट्रस्ट गरिदिनु भएको छ यो मेरो लागि सबसे ठुलो कुरो हो अब म त तपाईँहरूलाई काम गर्ने मान्छे त हो 5-7 वर्ष 10 वर्ष काम गरिरहेको छु अबको तपाईँको लगभग 5-10 वर्ष भनेको अब लगभग त्यसैको त्यही जमाना ठ्याक्कै अहिले चाहिँ स्टार्ट भएको छ लगभग 6 वर्षको हाराहारीमा तपाईँ हामीले यसरी हेर्ने हो भने लगभग यो 3 वर्षको फेजदेखि यता तपाईँले हेर्नुहुन्छ नि स्मार्ट बोर्डमा तपाईँको ठुलो चेन्जेस आएको छ नेपालमा यति धेरै बिग्रेको छ यति धेरै बिग्रेको छ हजुरको लगभग प्राइभेट तपाईँको सरकारी स्कुल हजुरले हेर्नुहुन्छ भने त तपाईँको योभन्दा पहिलाको वर्षमै तपाईँको राष्ट्रपति शैक्षिक सुधार पनि थियो 21वटा स्कुलमा 100वटा स्कुलमा थियो लास्ट इयर तपाईँको 1500 स्कुलमा भयो यो वर्ष चाहिँ हजुरको 600वटा स्कुलमा थियो यो वर्ष चाहिँ क्यान्सल भयो तर हजुरको नगरपालिकाले पालिकाहरूले दिने तपाईँको एनजिओ दिने लगभग सेभ द चिल्ड्रेनले लगभग 2-3वटा दिएको लास्ट इयर हाम्रो तपाईँको लगभग 150वटाको हाराहारीमा त हामीले तपाईँको अल ओभर नेपालमा र तराईमा प्रायः फोकस गरेर तपाईँको सेभ द चिल्ड्रेन जस्तो प्रोजेक्ट गर्ने पनि तपाईँको त्यसको डोनेसनमा पनि दिएको छ भने लगभग अब तपाईँको स्टार्ट भइरहेको छ यो चाहिँ ठिक छ हजुर सरले सुन्दै हुनुहुन्छ होइन ठिक छ सुन्दै हुनुहुन्छ है सर अब यसमा चाहिँ म तपाईँलाई एकदम छिटो सिकाउँछु किन देखाउँछु किनभने लगभग अब यो ओरिएन्टेसनले गर्ने हो भने त लगभग 1-2 घन्टा नै टन्नै लाग्छ टाइम लगभग मैले अस्ति तपाईँको चाहिँ नजिकै मोडर्न तपाईँको चाहिँ कलेज छ मोडर्न कलेजमा चाहिँ मैले लगभग गर्दा 3-4 घन्टा लाग्यो अरे तपाईँको 3 घन्टा लाग्छ यसमा 3 घन्टाको हाराहारीमा चाहिँ के छ भन्नुहुन्छ भने चाहिँ तपाईँको 3 घन्टासम्म हामीले गर्दा चाहिँ हामीले लगभग 3 घन्टा जति लाग्छ यो प्र्याक्टिसै गर्ने हो भने तर म तपाईँलाई लगभग आधा घन्टादेखि 1 घन्टाको हाराहारी सबै कुरा हजुरहरूले सिकाएको छु अब त्यो दिन चाहिँ एक्स्ट्रा बाइकी कुराहरू पनि गरियो होइन यो ट्र्याकभन्दा बाहिरको कुराले गरेको कारणले चाहिँ हल्का तपाईँको अलिकति लम्बिएको हो योपल्ट चाहिँ मैले त्यो गर्दिनँ किनभने ठ्याक्कै तपाईँको चाहिँ बोर्डसँग रिलेटेड अथवा तपाईँको एजुकेसन अथवा तपाईँ पढाउनु भएको मटेरियलसँग ठ्याक्कै फोकस गर्छौँ त्यसपछि यसमा सिक्छौँ ठिक छ होइन अब यसमा मैले ठ्याक्कै स्टार्ट गर्दा हजुरले याद गर्नुपर्ने एकदमै सजिलो तरिकाले पहिला त